के कुनै यस्तो पिरामिड हुन सक्छ जसले वर्षको निश्चित दिनमा सर्प झरे जस्तो छाया बनाउँछ? अझ अचम्मको कुरा, त्यो संरचना हजारौं वर्ष पहिले बनाइएको थियो, जब आधुनिक प्रविधि नै अस्तित्वमा थिएन। यही रहस्य र अद्भुत ज्ञानले भरिएको स्थान हो चिचेन इट्जा, प्राचीन माया सभ्यताको एक महान सहर। आज पनि यो स्थान इतिहासकार, वैज्ञानिक र पर्यटकहरूका लागि ठूलो रहस्य बनेको छ। यहाँका विशाल पिरामिड, खगोलीय ज्ञान र अनौठा निर्माण शैलीले मानिसहरूलाई एउटै प्रश्न सोच्न बाध्य बनाउँछ: त्यो समयमा मानिसहरूले यति सटिक संरचना कसरी बनाउन सके? नमस्कार अनि स्वागत छ यहाँहरू सबैलाई मेरो अर्को नयाँ भिडियोमा। तपाईहरू हेर्दै हुनुहुन्छ द सन्देश न्यौपाने र आज हामी बुझ्नेछौँ चिचेन इट्जाको बारेमा। कसले, किन र कहाँ बनायो त्यो चिचेन इट्जा? आउनुहोस् ढिला नगरी सुरु गरौँ। चिचेन इट्जा उत्तर अमेरिकाको मेक्सिकोमा घना जङ्गलहरूको बीचमा अवस्थित छ। यो स्थान एक समय माया सभ्यताको महत्त्वपूर्ण धार्मिक र राजनीतिक केन्द्र थियो। जङ्गलको बीचमा अचानक अगाडि देखिने विशाल पिरामिडले मानिसहरूलाई पहिलो नजरमै अचम्मित बनाउँछ। वरिपरि पुराना ढुङ्गाका मन्दिरहरू, खुला मैदानहरू र प्राचीन संरचनाहरू फैलिएका छन्, जसले देखाउँछ कि कुनै समय यहाँ निकै विकसित सभ्यता बसोबास गर्थ्यो। चिचेन इट्जा निर्माण गर्ने मानिसहरू माया सभ्यताका थिए। मायाहरू गणित, खगोलशास्त्र र वास्तुकलामा निकै अगाडि थिए। उनीहरूले सूर्य, चन्द्रमा र ताराहरूको चाल निकै ध्यानपूर्वक अध्ययन गर्थे। यही कारणले चिचेन इट्जाका धेरै संरचनाहरू खगोलीय घटनासँग मेल खाने गरी बनाइएका छन्। यो सहर केवल बसोबास गर्ने ठाउँ मात्र थिएन, यो धार्मिक समारोह, अध्ययन र शासनको केन्द्र पनि थियो। चिचेन इट्जाको सबैभन्दा प्रसिद्ध संरचना एल कास्टिलो नामको विशाल पिरामिड हो। यो पिरामिड हेर्दा सामान्य देखिए पनि यसको डिजाइनभित्र गहिरो गणितीय र खगोलीय ज्ञान लुकेको छ। यस पिरामिडका चारैतिर सिँढीहरू छन् र प्रत्येक सिँढीको सङ्ख्या मिलाउँदा वर्षका दिनहरूसँग सम्बन्धित सङ्ख्या प्राप्त हुन्छ। तर सबैभन्दा रहस्यमय घटना वर्षमा 2 पटक देखिन्छ। सूर्यको विशेष कोणमा पर्ने प्रकाशले पिरामिडको सिँढीमा सर्प जस्तो छाया बनाउँछ। त्यो दृश्य देख्दा धेरै मानिसहरू आज पनि अचम्मित हुन्छन्। माया सभ्यताका मानिसहरूले यस्तो प्रभाव जानाजानी बनाएका थिए भन्ने विश्वास गरिन्छ, जसले उनीहरूको खगोलीय ज्ञान कति उन्नत थियो भन्ने देखाउँछ। चिचेन इट्जामा अर्को रोचक कुरा पनि छ। यदि पिरामिडको अगाडि ताली बजाइयो भने फर्किने प्रतिध्वनिले चराको आवाज जस्तो ध्वनि निकाल्छ। वैज्ञानिकहरूका अनुसार यो पिरामिडको विशेष डिजाइनका कारण हुने ध्वनि प्रभाव हो। तर धेरै मानिसहरूका लागि यो आवाज पनि रहस्यमय अनुभव जस्तै लाग्छ। किन हरायो त यो सहर? इतिहासकारहरूका अनुसार कुनै समय निकै समृद्ध रहेको चिचेन इट्जा पछि बिस्तारै खाली हुन थाल्यो। यसको कारणबारे विभिन्न अनुमान छन्: पानीको समस्या, राजनीतिक सङ्घर्ष वा अन्य सामाजिक परिवर्तन। तर वास्तविक कारण अझै पूर्ण रूपमा स्पष्ट छैन। यही कारणले चिचेन इट्जा अझै पनि यति धेरै रहस्यले भरिएको स्थान मानिन्छ। आज चिचेन इट्जा केवल एउटा पुरानो सहर मात्र होइन, यो मानव बुद्धि, खगोलीय ज्ञान र अद्भुत निर्माण क्षमताको प्रतीक बनेको छ। जब मानिसहरू विशाल पिरामिडको अगाडि उभिन्छन्, उनीहरूलाई यस्तो महसुस हुन्छ मानव उनीहरू हजारौं वर्ष पुरानो सभ्यताको रहस्यको अगाडि उभिएका छन्। चिचेन इट्जा आज पनि एउटा प्रश्न जस्तै उभिएको छ: आखिर माया सभ्यता आफ्नो समयभन्दा यति अगाडि कसरी थियो? भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। तपाईहरूलाई भिडियो कस्तो लाग्यो त कमेन्ट गरेर अवश्य भनिदिनुहोला। यदि मन परेमा लाइक गरिदिनुहोस् र साथीभाइहरूसँग सेयर गरिदिनुहोस्, ताकि उहाँहरूले पनि चिचेन इट्जाको बारेमा थाहा पाउनुहुनेछ।
अब अर्को हप्ता अर्को नयाँ ठाउँको बारेमा नयाँ भिडियो लिएर उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मको लागि तपाईँको दिन सुखद रहोस्। फेरि भेट्ने बाचा गर्दै अहिलेको लागि बाई।